पुनमकली फर्स्ट भएको हात्ती। 19औं चितवन हात्ती तथा पर्यटन महोत्सव 2082 मा 82 को दोस्रो दिनमा आज हामी रहेका छौँ। हात्तीको सुन्दरी प्रतियोगिता भर्खरै सम्पन्न भएको छ र अब हात्तीको स्वास्थ्य शिविर रहनेछ भने त्यस पश्चात हात्तीको पेनाल्टी सुट आउट रहने यहाँलाई जानकारी गराउँछौँ। र आज नै राप्ती नदीमा डुङ्गा दौड प्रतियोगिता पनि रहनेछ। सौराको ड्याम साइडबाट कार्यक्रमको स्थल नजिकै रहेको स्थानसम्म डुङ्गा दौड सञ्चालन हुने पनि यहाँलाई जानकारी गराउँदछु।